अब हामीलाई घरबाटै लाइसेन्स लिनुपर्ने छ, घरमै आउँछ भनेको त हेर्नुहोस् त अब डक्टर मेडिकलको लागि सेलेक्ट गर भनेर भनिएको छ। अनि के भन्छ भिजिट एनी अफ द डक्टर बिलो अफ यर मेडिकल एक्जामिनेसन। अब यहाँनिर तल दिएको डक्टरहरूको सम्म जाऊ नजिकको कुनै डक्टरसँग तिमीले जानुपर्छ भनेर भनेको छ। भनेपछि त अब यहाँ त अझै मर्का परेको हेर्नुहोस् हामीलाई त। अब यो नेपाल सरकारले गर्नु चाहिँ खोजेको घरमै आउँछ भने अस्ति म गएको थिएँ नेपालगञ्ज गएको थिएँ। नेपालगञ्जमा त केही हुँदैन, तपाईँले यसबाट गर्नुहोस् भनेर मलाई घरमै आउँछ भनेर भन्नुभयो। अब घरमै आउँछ भनेर भनेपछि त मैले पनि सोचेँ अब हिजो पनि ट्राई गरेँ तर सर्भिस के अरे अभाइलेबल छैन भनेर भनिरहेको। आज गरेको अब ओपिटी आयो राम्रो हो भनेर अगाडि बढ्छु भनेर त अब मेडिकलको प्रोसेस देखाइरहेको छ। अब मेडिकल कहाँबाट गर्ने? अब डक्टर सिलेक्ट गर भनेर छ। अब अरू कुनै पनि अप्सन छैन। 8वटा डक्टरलाई सिलेक्ट गर्ने। कोही काठमाडौँ छ, कोही मधुरी छ, कोही धनुषा छ। मैले कसैलाई फोन हानिरहेको छु, कसैले पनि उठ्यो, कसैको मोबाइल स्विच अफ भइरहेको छ। सब मोबाइलको स्विच अफ भयो, सब मोबाइल स्विच अफ भयो। हेर्नुहोस् अब अर्को लान्छु। म लाइसेन्सको फर्म भर्न जाँदैछु। मतलब मेरो लाइसेन्सको रिन्युअल छ। पहिला 5 वर्षको हुन्थ्यो भने अहिले 10 वर्षको भनेको छ। त्यही भएर म डाइरेक्ट अब अहिले नेपाल सरकारले हामीलाई एकदमै सजिलो तरिकाले लाइसेन्स घरबाटै लिने भनेको छ। जसको अहिले म लुम्बिनी प्रदेशको भएको कारणले गर्दाखेरि लुम्बिनी प्रदेशको यो वेबसाइट हो। यो लुम्बिनी प्रदेशको वेबसाइटमा म गएको छु। अब तपाईँलाई आफ्नो प्रदेशको वेबसाइटमा जानु पर्यो भने तपाईँले यहाँनिर ड्राइभिङ लाइसेन्स लेख्नु होला, जे लेख्दा पनि हुन्छ। मैले यहाँ तपाईँलाई त्यसपछि तपाईँ यहाँनिर यातायात विभागमा यो डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन क्लिक गर्नुहोस् र यहाँनिर महत्त्वपूर्ण सूचना भनेको छ, यसमा क्लिक गरेर तपाईँले यहाँ देख्न सक्नुहुन्छ आफ्नो आफ्नो प्रदेश अनुसारको वेबसाइट राखिएको छ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले। यसमा तपाईँको कोशी, मधेस, बागमती, कर्णाली, गण्डकी, त्यसपछि सुदूरपश्चिमी हेर्न सक्नुहुन्छ। हामी लुम्बिनीको भएर मैले तपाईँले त्यही अनुसारले गर्न सक्नुहुन्छ। अब म यहाँ आइसकेँ। यहाँ आइसकेपछि अब म यहाँनिर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्समा जाँदैछु। यहाँनिर तल कन्टिन्यूमा क्लिक गर्छु। कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँनिर न्यू लाइसेन्स एड क्याटेगोरी, रिन्यू लाइसेन्स, लाइसेन्स कपी, ड्राइभिङ लाइसेन्स डिटेल, यस्तो कुराहरू आउँछ। म यहाँ चाहिँ रिन्यू लाइसेन्समा क्लिक गर्छु, जसमा अब हामीलाई यहाँ प्रोसेस बताइएको छ। अब यसमा तपाईँलाई सुरुमा आफ्नो लाइसेन्स नेसनल आइडी कार्ड भनेको छ। मैले आफ्नो सबै नेसनल आइडी कार्ड र यो चाहिँ न्यू फर्मेटको हो, मैले सबै गरिसकेको छु। अब आफ्नो केही ब्ल्याङ्क सबै फिल गरिसकेपछि यो सबै फिल गरिसकेपछि मैले यसमा कन्टिन्यू गरेँ है। यहाँनिर नेसनल आइडी सर्भिस नट एभाइलेबल भन्यो। अब के गर्ने त? नट एभाइलेबल भनेको छ। ओपिडी आइसकेको छ साथीहरू। मैले हिजो ट्राई गरेको थिएँ तर भएन। अहिले चाहिँ ओपिडी आइसकेको छ। मैले भेरिफाई गर्दैछु। भेरिफाई भइसकेको साथीहरू। अब प्रोग्रेस वान्स भइसकेको छ। यहाँनिर मैले तपाईँहरूलाई देखाउन चाहन्छु यो लुम्बिनी प्रदेशको मेरो नाम आइसकेको छ। सबै कुराहरू मैले डिटेलमा यहाँनिर दिएको छु। लाइसेन्स एक्सपायर भनेको छ। यो ड्राइभिङ लाइसेन्स एक्सपायर भएको हो, त्यही भएर मैले यसलाई रिन्यू गर्न खोजेको हो। अब यसलाई प्रोसिडमा क्लिक गर्छु। प्रोसिडमा क्लिक गर्ने बित्तिकै यहाँ मेडिकल भनेको छ। एप्लिकेसन सबमिटेड भनेको छ। मेडिकल देखाएको छ। यो डाउनलोड गर्दा पनि हुन्छ। डाउनलोड होइन। अनि त्यसपछि अब अगाडि बढौँ। सबमिट फिडब्याक भनेर भनेको छ। अब हामी अर्को अगाडि बढौँ। ल हेर्नु साथीहरू, अब मैले यहाँनिर एप्लिकेसन कम्प्लिट भयो, मेडिकल इन प्रोसेस भनेको छ।
अब मेडिकलको लागि चाहिँ अब म लुम्बिनी प्रदेश भएको कारणले गर्दाखेरि यहाँनिर 8वटा डक्टरहरूको सजेसन गरिएको छ, जो अहिले म यता बर्दियाबाट हो होइन। अब नेपालगञ्जको कुनै पनि डक्टर यहाँनिर सजेसन गरिएको छैन। यहाँ देख्नुहोस्, चौरझारी नगरपालिका, ललितपुर महानगरपालिका, जनकपुर धाम उपमहानगरपालिका यो के हो होइन। इनरवा छ, बर्दिवास नगरपालिका छ, त्यसपछि काठमाडौँको पनि राखिएको छ यहाँ, त्यसपछि कागेश्वरी मनोहरा नगरपालिका पनि राखिएको छ, बर्दिवास नगरपालिका राखिएको छ, त्यसपछि बुटोल। अब बुटोलको नगरपालिका भनेर यहाँ बुटोलको सुनिल बारघरे भनेर राखेको छ। अब हाम्रो नजिक भनेको बुटोल हो, धेरै टाढा छ, त्यो पनि 2-3 दिन लगभग 5-6-7-8 घन्टा लाग्छ होला हामीलाई। अनि अब हामीलाई घरबाटै लाइसेन्स लिनु पर्नु छ, घरमै आउँछ भनेको त हेर्नुहोस् त। अब डक्टर मेडिकलको लागि सेलेक्ट गर भनेर भनिएको छ। अनि के भन्छ, भिजिट एनी अफ द डक्टर बिलो अफ यर मेडिकल एक्जामिनेसन। अब यहाँनिर तल दिएको डक्टरहरूको सम्म जाऊ, नजिकको कुनै डक्टरसँग तिमीले जानुपर्छ भनेर भनेको छ। भनेपछि त अब यहाँ त अझै मर्का परेको हेर्नुहोस् हामीलाई त। अब यो नेपाल सरकारले गर्नु चाहिँ खोजेको घरमै आउँछ भने। अस्ति म गएको थिएँ, नेपालगञ्ज गएको थिएँ। नेपालगञ्जमा त केही हुँदैन, तपाईँले यसबाट गर्नुहोस् भनेर मलाई घरमै आउँछ भनेर भन्नुभयो। अब घरमै आउँछ भनेर भनेपछि त मैले पनि सोचेँ, अब हिजो पनि ट्राई गरेँ, तर सर्भिस के अरे अभाइलेबल छैन भनेर भनिरहेको। आज गरेको, अब ओपिटी आयो, राम्रो हो भनेर अगाडि बढ्छु भनेर त अब मेडिकलको प्रोसेस देखाइरहेको छ। अब मेडिकल कहाँबाट गर्ने? अब डक्टर सिलेक्ट गर भनेर छ। अब अरू कुनै पनि अप्सन छैन, 8वटा डक्टरलाई सिलेक्ट गर्ने। कोही काठमाडौँ छ, कोही मधुरी छ, कोही धनुषा छ। मैले कसैलाई फोन हानिरहेको छु, कसैले पनि उठ्यो, कसैको मोबाइल स्विच अफ भइरहेको छ, सबैको स्विच अफ भएर हेर्नुहोस्। अहिले 10 बजिसकेको छ, त्यही पनि मोबाइल स्विच अफ भएर। म बुटोलको लागि गर्छु है, बुटोलको नजिकको लागि गर्छु। हेरौँ के हुन्छ, उहाँहरूले के चाहिँ भन्नुहुँदो रहेछ, त्यसको लागि मात्रै हो है। मोबाइल स्विच अफ छ, मोबाइल स्विच अफ छ। अब अर्को डक्टर, कुनै पनि डक्टरलाई हाल्नु, डक्टर सोधौँ के हुँदो रहेछ। उहाँहरूलाई लिस्टेड गरिएको छ, उहाँलाई त केही न केही त नेपाल सरकारले जानकारी गरायो होला नि त, केही न केही त जानकारी गरायो होला। एकचोटि सोध्नु है, म राहुल शाहलाई हाल्छु। ए अब अगस्त छ हेर्नुहोस्, अब अर्कोलाई हाल्नु है त। 98 60 500 325 उज्जवल भूषाललाई है त। सब मोबाइलको स्विच अफ भयो, सब मोबाइल स्विच अफ भयो। ल हेर्नुहोस्, अब अर्कोलाई हाल्छु। 98 6 86 21 089 कपिल शर्मा न्युपाने है त। यस्तो छ है, यो काठमाडौँ नगरपालिकाको हो, त्यही भएर यस्तो छ। हामीले एकचोटि म कल गरेर हेर्छु, अहिले उठाउनु भएन भने के भन्नुहुन्छ सोध्नु है। एकदम बिजी छु, बिजी टु मच बिजी। बिजी छ एकदमै। अर्को लास्ट सबभन्दा माथिको हाना है, दिनेश साहबलाई। 98 82 08 667।
फेरि व्यस्त भइहाल्छ। कमसेकम नेपालगञ्जको कतै राखिदिनु पर्ने हामी नजिकबाट त्यहाँ गर्न सक्थ्यौँ होइन। नेपालगञ्ज यता बर्दियातिर बसेर राखिदिनु अब घरमै आउँछ भन्ने यस्तो भिजिट गर भनेपछि त जानै पर्ने भयो। अब कतै पनि नलागिसकेपछि मैले नेपालगञ्जको एउटा फेसबुक ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस बाँकी नेपालगञ्ज छ, त्यसमा कल गरिरहेको छु है नम्बरमा। यो पनि व्यस्त देखाइरहेको छ, व्यस्त व्यस्त भनिरहेको छ। अब उहाँहरूले मलाई यता पठाउनु भयो, यो त कुरा गर्नु पर्यो। बिजीको बिजी छ। यसरी सेवाग्राहीले कसरी सेवा लिन सक्छ होला भन्नुहोस् त। लाग्यो है साथीहरू, लाग्यो। उठाउँछन् नै अब हेरौँ, लागिराखेर नम्बरमा अहिले कल लागिरहेको छ, उठाउँछन् नै। कल त गरिरहेको छु किनभने अब म यहाँनिर यो हाम्रो नेपालको मुख्य जुन यातायातको वेबसाइट छ त्यस वेबसाइटबाट चाहिँ यहाँ तल विभागको सम्पर्क भनेर लेखिएको छ, त्यसमा चाहिँ कल गर्दैछु। यत्रो दिमाग खराब भइसक्यो। 98 489 28। अब हेरौँ यो पनि स्विच अफ छ कि के छ थाहा भएन। योलाई लागेछ है, फोन लागेछ। हेलो सर, नमस्कार। यो ड्राइभिङ लाइसेन्स रिन्यु गर्न खोजेको हो, घरैबाट गर्नुपर्छ भनेर उहाँबाट यातायातले पनि पठाइदिइहाल्नु भयो। अनि आएर यहाँ सुरु गरेको भएन। अहिले चाहिँ फेरि एप्लिकेसन कम्प्लिट भएको छ। यो मेडिकल भनेर भनेको छ होइन, यो सेलेक्ट डक्टर भनिरहेछ। यो 8वटा डक्टर देखाइरहेको छ। यो हाम्रो नजिकको कुनै पनि डक्टर छैन किन? ए अनि डक्टर कहाँ भिजिट गर्नै पर्ने हुन्छ? योभन्दा अगाडि फेरि मैले त्यहाँ रिन्यु गर्दाखेरि डक्टर भिजिट गरेर पनि चेक गरेर त्यो एप्लिकेसन बुझाइसकेको थिएँ कि मैले। योभन्दा पहिल्यै मतलब तपाईँको यो अर्साको 28-29 गतेतिर। अनि उहाँहरूले अहिले हुन्न, सब बन्द छ भन्नुभयो। अफिसमै भने हो उहाँहरूले, अब यो सब खारेज भइसक्यो, नयाँ गर्नु भनेर भन्नुभयो। अब यो डक्टरहरू नजिकको कहिले आउँछ होला त? ए भनेपछि हामी घरै बसेर गर्न सकिन्छ मजाले। हस् साथीहरू, अब कुरो के बुझ्यो भने यहाँनिर मैले तपाईँहरूलाई भनेको थिएँ यसमा यहाँ सम्पर्क गरेको। अब डक्टर नजिकका डक्टरहरू पनि यहाँनिर कुरा के भएको छ भन्दाखेरि अब हाम्रो यहाँनिर डक्टरहरू कुनै पनि आएको छैन, अब पछि आउँछ डक्टर भनेर भन्नुभएको छ। नजिकको डक्टरसँग भिजिट गर्नै पर्ने हुन्छ अरे। त्यही भएर अब अस्ति पनि म डक्टरसँग भिजिट गरिसकेको थिएँ। अब त्यो पेपर त्यतै राखिदिनु भएको छ। अब के हुन्छ अब हेरौँ। यहाँनिर अरू डक्टर नजिकको डक्टर आयो भने फेरि हुन्छ। अब त्यस्तो गर्दा गर्दा फेरि टाइम गएर फेरि 6को 12,000 लाग्ने होला। अब यस्तो भयो भने त गाह्रो हुन्छ, किनभने मेरो 1 महिना भइसकेको छ रिन्यु नगरेको होइन। 90 दिन कट्ने बित्तिकै फेरि 6को 12,000 लाग्ने होला। यस्तै गर्दा गर्दा फेरि पैसा डबल हुने त होइन साथीहरू। हेरौँ अब 2-4 दिन पुरौँ, फेरि के हुन्छ म तपाईँलाई बताउँछु है त।